हेलो गाइस, वेलकम टु माई न्यू ब्लग। आजको ब्लगमा हजुरहरूलाई स्वागत छ साथीहरू। आजको ब्लग मेरो फेभरेट उहाँको हुनेछ साथीहरू। यसलाई स्पेसली विदाई कार्यक्रम पनि भनिन्छ साथीहरू नेपालीमा। हाम्रो क्लास 12 को इक्जाम वैशाखको 11 गते त्यही छ साथीहरू। अब धेरै दिन छैन साथीहरू, जम्मा जमिन 20 दिन होला साथीहरू इक्जाम फाइनल 12 को। अनि विदाई कार्यक्रम साथीहरू मिड टाउन पार्टी प्यालेसमा हो साथीहरू। अब म यहाँदेखि सिधै साथीको घर जान्छु साथीहरू। त्यहाँदेखि बल्ल जाने हो साथीहरू मिलेर मिड टाउन पार्टी प्यालेसमा। अहिले हेर्न सक्नुहुन्छ म मोरिया होटल छु। ल साथीहरू हेर्न सक्नुहुन्छ, अब अटोवालाले भित्र लागेन मिड प्यालेसको भित्र। हामीलाई हिँड्दै जानु पर्यो साथीहरू। हेर्न सक्नुहुन्छ म र मेरो साथी हिँड्दै गइरहेको छौँ मिड टाउन पार्टी प्यालेसमा। हेर्न सक्नुहुन्छ सबै हिँड्दै गइरहँ। प्रोग्राम स्टार्ट अहिले भएको छैन साथीहरू। ल साथीहरू, हामी यहाँ मिड टाउन प्यालेसमा आइसकेका छौँ। अब भित्र जानेछौँ, अब जाँदैछौँ हामी साथीहरू। हेर्न सक्नुहुन्छ
मेरा सम्पूर्ण प्यारा शिक्षक साथी जीवहरू र 11 पाराका सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा मेरो न्यानो अभिवादन स्वीकार्नुहोस्। आजको यस ल साथीहरू हेर्न सक्नुहुन्छ सबै साथीहरूले डान्स हेरिरहेको छन्। अगाडि डान्स भइरहेको छ। अब एकछिनमा टोकन अफ लभ पनि पाइन्छ, सरहरूले दिनुहुन्छ। ल साथीहरू हेर्न सक्नुहुन्छ अहिले सरहरूको फोटो खिच्ने कार्यक्रम हुँदैछ, हेर्न सक्नुहुन्छ। अनि यसपछि टोकन अफ लभ पनि स्टुडेन्टलाई बाँड्नुहुन्छ, हेर्न सक्नुहुन्छ। बाँडिराख्नु भएको छ टोकन अफ लभ हामीहरूलाई। साथीहरू हेर्न सक्नुहुन्छ सब मोबाइलतिर लागेको छन्।
ल साथीहरू आजको लागि त्यही मात्र अर्को ब्लगमा फेरि भेटौँला साथीहरू आजको ब्लग मेरो फेयरवेल प्रोग्रामको थियो साथीहरू फेयरवेल प्रोग्राम पनि सकियो साथीहरू क्लास 12 को क्लास पनि हाम्रो सकियो साथीहरू अब साथीहरू मलाई एक्जाम मात्रै दिनु छ साथीहरू त्यो एक्जाम चाहिँ मैले वैशाख 11 गते जाने हो म दिन 11 गतेदेखि लिएर 25 गतेसम्म छ साथीहरू अनि साथीहरू क्लास 12 को एक्जाम सकिएपछि मेरो डेली ब्लगमा हाल्ने छु साथीहरू आजको लागि यति मात्र साथीहरू अर्को ब्लगमा फेरि भेटौँला साथीहरू ल टाटा बाई बाई